नेपालले आज यति राम्रो खेल्यो, मैले अहिलेसम्म नेपालको यस्तो राम्रो गेम देखेकै थिएन। दुबईसँग वार्म अप म्याचमा आज जित हासिल गरेछ नेपालले। नेपालको ब्याटिङको कुरा गर्दाखेरि ब्याटिङमा कुशल भुटेलले 8 रन, आसिफ शेखले 8 रन, रोहित पौडेल 16 रन, दिपेन्द्र सिंह ऐरीले 50 रन, आसिफ शेखले 61 रन, दुईजनाको पार्टनरसिप वाउ पुरै छोडिदिउँ। दिपेन्द्र सिंह ऐरीले 4 वटा चौका, एउटा छक्का, आरिफ शेखले 8 वटा चौका, 2टा छक्का प्रहार गरेछ। त्यस्तै हाम्रो बलिङमा रहेछ। बलिङमा सन्दीप लामिछानेले 2 विकेट, करण केसीले 2 विकेट, सोमपाल कामी चाहिँ यो पल्ट अलिक महँगो साबित भएछन्। नत्र सेल मरले पनि राम्रो गरेको, नन्दन यादवले पनि राम्रो, दिपेन्द्र सिंह ऐरीले पनि 1 विकेट ल्याएको छ। एकदम दामी बलिङ पनि एकदम दामी सोमपाल कामी बाहेक। तर कहिलेकाहीँ हुन्छ किनकि उनीहरूले पनि टार्गेट गर्छन् हान्नलाई। तर ओभरअल एकदम दामी। नेपालको अहिलेसम्म मैले यस्तो दामी गेम देखेकै थिएन। सायद यस्तै नै गेम इङ्ल्यान्डसँग खेल्यो भने इङ्ल्यान्डसँग पनि अवश्य हामीले जित्नेछौँ। जितेर देखाउनुपर्छ। अल द बेस्ट नेपाल।